तिमीहरूको घरबार बिगारेर पुगेन न म तपाईँलाई लगाइदिन्छु नि आउँदा ढिलो भइहाल्यो अब भाउजूले छिटो गएर लगाउँछु कल पाड्यो तिमी अलि के लाग्छ म यति सुत्ती छु कुकुरको पुच्छर 12 वर्ष हिँड्नमा आउँदाखेरि बाङ्गाको बाङ्गे भन् अनि तँलाई देखेर थाहा भयो त एक कुकुर नि हस्को गर्ने के छु म तँसँग डराउँछु जस्तो लाग्यो मैले त तँलाई एउटा मौका दिएको थिएँ सुध्रिने तर तैँले अब सुध्रिने अब तैँले निकै दुःख पाउनेछस् मलाई यसरी किन बाँधेर राखेछस् तेरो मलाई मलाई सुधारी दे के गरे पनि मेरो बुढा पाउ गरेर कमाएको सम्पत्ति म त तेरो नाम गर्दिनँ मलाई छोड्दिनँ यहाँबाट खुरुक्क मलाई दे म ज्यान गर्ने दिन तैँले मलाई जे गरे नि गर अच्छा कोही हुनुहुन्छ यहाँ ल गरिस् भने तेरो म हात काटिदिन्छु हिजो रातिदेखि हराएको मान्छे अहिलेसम्म आउँदैन त सिधै त जानुभएको होला नि अरू कहाँ जानुहुन्छ त अहिले त मलाई रिस उठ्दा पनि थालिसक्यो म ज्यान गरिदिनँ यसमा मेरो बुढाको कति मिहिनेत छ होला त्यो मलाई मात्र थाहा छ भाउजू नबिना त घरमै अल्छी लाग्छ हिँड्नै सक्दैन अब जसो गरी भए पनि हिँड्नु पर्छ अझै उतातिर जानु पर्छ यो मिराको आवाज किन आइरहेको अब गएर हेर्ने तारामा छोड्दिन भाउजूले गर्दाखेरि काम बाँचेको तर अब बस्दिनस् तेरो भाउजूलाई परान गरिसके अब मेरो बालन मेरो भाउजूले कसरी ल्याउँछ कि मेरो भाउजूले ल्याएर हुनुहुन्न कति काममा क्यामिला हालेको तैँले मेरो भाउजूको राज कसरी थाहा पाइस् परिक्यो भने चक्कर आउँछ झन् तैँले केमिकल हालेर कति घन्टाको बिहोस पारिस् अब म तँलाई छोड्दिनँ मलाई हात हानिस् भने तेरो भाउजूलाई मारिदिन्छु तेरो भाउजू हान्छे पानी छ मैले छोड्दिनँ त भाइ म भन्दा राम्रो कसैले हुँदैन तपाईँ गुरुको बस्छ तेरो म भाउजूलाई मारिदिन्छु यसलाई भन्छ को पनि मर्ने लट्ठी पनि नभाग्ने भाउजू खोल्न सक्दिनँ भाउजू मिराले थापे पनि फेरि हामी के पर्छ भाउजू अब हामीले चाल जानुपर्छ अनि यो डोजी पनि निस्किन्छ हामी निक्लिनु पनि पाउँछौँ मेरो प्यारी मिरा साथी चुरेट बनाइदिउँ आनेकी साथी सम्पत्ति त म पनि लिनु छ तैँले मलाई धोका दिएको छिस् मलाई खाना खान दे साथी मेरो विश्वास गर न त म यसलाई हानै देख्छु
चोटे चोट हान्दा यसलाई गाइडे बनाइदा तँलाई त चिर सम्पत्ति दे अब त विश्वास गरिस् होला नि खै मैले तुले सेयर गरिदिनुहोस्